हेलो गाइज, आज चाहिँ म बुके बनाउँदा प्रयोग हुने पोका बनाउँदैछु। त्यसको लागि चाहिँ रिबन एउटै साइजमा बेरेर अनि एउटै सेप दिने गरी हामीले चाहिँ काट्नुपर्छ। त्यसपछि चाहिँ एउटा क्यान्डल लिने अनि त्यसपछि साइडको दर्सा चाहिँ मजाले जलाउनु पर्छ। त्यसपछि साइडमा फोल्ड गरेर यस्तो सेपमा चाहिँ बनाउनु पर्छ। साइडमा फोल्ड गरेर यस्तो सेपमा सबै बनाएर भ्याइसकेपछि चाहिँ हामीले एउटा स्टिक लिने अनि त्यसलाई चाहिँ साइडमा गम लाएर हल्का छड्के गराएर एक उन्टा गर्दै चप्काउनु पर्छ। एक उन्टा गर्दै चप्काउँदै गइसकेपछि चाहिँ हाम्रो फुल चाहिँ रेडी भइसक्यो। यदि हजुरहरूलाई बुके चाहिएमा सम्पर्क गर्नुहोला।